सभामुखलाई एउटा निवेदन गर्न पर्यो। तपाईँ कान सुन्नुहुन्छ कि सुन्नुहुँदैन? मेरो यो सभामुखलाई यो निवेदन हो। मान्य सदस्य आफ्नो भनाइ मर्यादामा बसेर बोल्नु होला। मान्य सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिदिनँ, समय दिदिनँ। बस्नुहोस् मान्य सदस्य, बस्नुहोस्। मान्य सदस्यले सभामुखको अपहेलना गर्दै हुनुहुन्छ, सभाको अपहेलना गर्दै हुनुहुन्छ, त्यस कारणले बस्नुहोस्। तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुखमा, मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसकेँ। किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन। मान्य सदस्यहरूले बोल्ने क्रममा स्पष्ट रूपमा सभामुखको अपमान हुने गरी जुन भाषा प्रयोग गर्दै हुनुहुन्छ, त्यो विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। भर्खरै बोल्न सुरु गर्नुभएको मान्य सदस्य राजेन्द्र कुमार राईले आफ्नो भाषा सुधार गर्ने र क्षमा याचना गर्ने कुरा राख्नु भएको हुनाले के भन्न खोज्नु भएको म समय दिन्छु। यहाँ अगाडि बढ्नुहोस्। अरू मान्य सदस्यहरू बस्नुहोस्। मैले भाषा मात्रै मिलाउनु खोजेँ भनेको क्षमा याचना गरेको। सामान्य सभामुख महोदय, आज अचम्म भयो। सभामुख यस्तो गरिमाय सदनमा आत्तिएर एउटा विषयवस्तुमा प्रवेश गर्नुहोस्। मान्य सदस्य, कुरा राखिरहेको बेलामा विषयवस्तुमा प्रवेश गर्नलाई म मान्य सदस्यलाई जानकारी गराउँछु। व्यवहार गर्ने भयो नि। तपाईँले 5 वर्ष सभामुख चलाउँदैन सभामुखमा, मैले बुझिसकेँ। तपाईँ मैले खुट्टी हेरिसकेँ। किन हेरेँ भने नि तपाईँले कुरा सुन्नु परेन।